नमस्कार, म गोकर्ण बुढामगर। आज म तपाईँलाई हाम्रो इन्टरनेट सेवामा तपाईँको आफ्नो इन्टरनेटको म्याद नवीकरण गर्ने तरिका सिकाउँदैछु। उम्, यो इन्टरनेटको म्याद नवीकरण गर्ने अथवा बोलीचालीको भाषामा भन्दा रिचार्ज गर्ने तरिका सिकाउँदैछु। हाम्रो इन्टरनेट ग्राहक महानुभावलाई आफैले रिचार्ज गर्न सजिलो होस् भनेर म आज तपाईँलाई यो सिकाउन जाँदैछु। सुरुमा हामी इन्टरनेटमा जाने सरी माफ गर्नुहोला। सुरुमा हामी ई-सेवामा जाने अनलाइन पेमेन्ट गेटवे ई-सेवामा हामी यो तपाईँलाई सेवा उपलब्ध गराएका छौँ। त्यसपछि ई-सेवाको त्यहाँ इन्टरनेट भन्ने अप्सनमा जाने, इन्टरनेट भन्ने इन्टरफेसमा जाने। त्यसपछि त्यहाँ थुप्रै इन्टरनेट सेवा प्रदायकहरूको नाम आउँछ, आइएसपीहरूको नाम त्यहाँ हुन्छ। तीमध्येमा हाम्रो पनि कनेक्ट नेपाल रोल्पा भनेर त्यहाँनिर छ, KONNECT छ कनेक्टको स्पेलिङ चाहिँ। कतिपय साथीहरू सीबाट खोज्नुहुन्छ, हाम्रो चाहिँ केबाट छ, KONNECT कनेक्ट नेपाल रोल्पा छ। अनि कनेक्ट नेपाल रोल्पामा गयौँ अनि त्यसपछि हामी युजर नेम दिएका हुन्छौँ तपाईँको घरमा इन्टरनेट जडान गर्दा। यदि अनि अथवा रिचार्ज गर्ने क्रममा हामीलाई सोध्नुभयो भने हामी भनिदिन्छौँ। यहाँनिर युजर नेम हान्यो। मैले युजर नेम अहिले कसैको पनि युजर नेम हानिनँ, किनभने सेक्युरिटीको कारणले गर्दा कुनै पनि व्यक्तिको वैयक्तिक विवरण यसरी सार्वजनिक गर्न नमिल्ने भएकाले मैले यहाँनिर युजर नेम हाने। हाम्रो युजर नेमको चाहिँ यस्तो फर्मेटमा हुन्छ, अन्डरस्कोर हुन्छ अथवा सिधै अक्षर मात्रै हुन्छ। हामीले तपाईँलाई उपलब्ध गराएको हुन्छौँ। अनि नेममा पनि नेम हान्ने, फर्स्ट नेम र लास्ट नेम हान्ने, टाइप गर्ने। अनि मोबाइल नम्बरमा पनि नम्बर यसरी हान्ने अनि इन्ट्री गर्ने। त्यसपछि प्याकेज सिलेक्ट गर्ने। प्याकेज सिलेक्ट गर्दा तपाईँलाई आवश्यक पर्ने हामी नर्मली 75 MBPS चलाइरहन्छौँ। 75 MBPSको अहिले रिन्यू चाहिँ अब त्यसपछि यहाँनिर मन्थ सिलेक्ट गर्ने। मन्थमा 4वटा अप्सन छ पिरियडमा, 1 महिना, 3 महिना, 6 महिना र 12 महिना। मानौँ हामीले 1 महिनाको लागि गऱ्यौँ भने यहाँनिर 1100 रुपियाँ आफै अमाउन्ट चाहिँ आफै अटोमेटिकली दिन्छ। अनि प्रोसिड गर्ने। प्रोसिड गरिसकेपछि कन्फर्म आउँछ, कन्फर्म गर्ने। अनि तपाईँको ट्रान्ज्याक्सन पिन हान्नुभयो भने अनि कन्फर्म गर्ने तपाईँको पे हुन्छ। अहिले मैले पे चाहिँ गरेन। यसरी पे गरेपछि तपाईँको इन्टरनेट चल्छ। आजको यो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला। यस्तै गरी अरू भिडियो पनि हेर्नुहोला। हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गर्नुहोला। आशा छ तपाईँले यो भिडियोले पक्कै पनि तपाईँलाई सहयोग मिल्नेछ।